यो साधारण सदस्य बनाइसकेपछि जापान जस्तो ठाउँमा समय छैन हेर्नु समय नभइसकेपछि हामीले साधारण सदस्य वितरण गरेका छौँ त्यो वितरण गरिसकेपछि सबै साथीहरू या भाइ बहिनीहरू केटाकेटीलाई हामी मसँगमा जोड्ने प्रयास गरिरहेको छौँ र ढिलो चाँडो हामी अब अर्को वर्षबाट हाम्रो स्टुडेन्टहरूलाई पनि हाम्रो नयाँ पढ्न आएको विद्यार्थीलाई पनि हामी होइन छात्रवृत्ति दिने स्कलरसिप दिने गरेर मगरसँगमा जोड्ने जतिसक्दो जोड्ने प्रयास र हाम्रो मगरको कल्चर कसरी बताउने कसरी बुझाउने भन्ने कुरामा लागिरहेका छौँ त्यसरी गर्न सकेन भने अब विदेशमा आएको हाम्रो नयाँ पुस्ताहरूले हाम्रो कल्चर त बिर्सिन्छन् त्यही माथि अब नेपाली पो त बोल्नै छोडे हाम्रो मगरको भाषा पनि बोल्नै छोडे जापानिज र इङ्ग्लिसमा अगाडि बढेका छन् अब यसरी हुँदैन कम्ती पनि हामी नेपाली हो त्यसमा पनि मगर हो अनि मगर हुँदै गर्दाखेरि हामी मगरभित्र पनि यति धेरै संस्कार संस्कृति छ यसलाई मनाउन पर्छ भनेर हामीले अब विदेशमा यसरी लागिरहेका छौँ र सबै नयाँ पुस्तालाई देखाइरहेको छौँ यी हेर्नुहोस् सबै नयाँ पुस्ताकै केटाकेटी आएका छन् रमाइलो छ यो हाम्रो आजीवन सदस्य भनेको के हो भन्दाखेरि हाम्रो नेपालबाटै एकचोटि सदस्य बनिसकेपछि यो संसारभरि जहाँ गए पनि मगर भइहाल्यो होइन त्यो नेपालमा पनि हुन्छ यहाँ पनि हुन्छ एउटा त्यो भयो त्यो हामी मगर हो भनेर गौरव गरेर आजीवन सदस्य बन्ने हो होइन त्यो जहाँ गए पनि त्यो एउटा कार्ड बन्छ त्यो कार्डले हामी मगरको छोरा हो भनेर देखाउन पाइयो छोराछोरी भनेर होइन अब यो साधारण सदस्य भन्ने के हो भन्दाखेरि हामी जापानमा बस्दै गर्दा म पनि धन्दै 19 वर्षदेखि काम गर्दै गर्दाखेरि मगर साथीहरूले मगरसँगमा किन जाने भन्नुहुन्छ हाम्रै मगरहरूले अनि मैले के भनेको भन्दाखेरि हामी त्यतिखेरबाट होमवर्क गर्दैछौँ अब मगर सङ्घमा मगर भनेर माया गर्ने आउने साथीहरूले साधारण सदस्य बनिदिनुहुन्छ उहाँहरूलाई हामीले के गर्ने भन्दाखेरि मगर सङ्घले तन मन धनले पुरै सहयोग गर्ने अनि गरेको पनि छौँ फेरि हेर्नुहोस् है हामी यतिलाई त कसैलाई थाहा छैन यो हजुर पनिलाई पनि थाहा छँदैछ यो 1-2 वर्षमै हामी मगर नेपालीमा पनि हाम्रो मगरमा पनि 7-8 जना बितिसक्नु भयो त्यसमा हामीले के गरेछौँ भन्दाखेरि हरेक दुःख भएकोहरूलाई मृत्यु भएकोहरूलाई हामी मगर सङ्घहरूले आर्थिक उठाएर मगर सङ्घबाट धेरै थोरै निकालेर होइन थोरैमा पनि हामीले 5 लाखदेखि 10 लाखसम्म हामी सहयोग गरिरहेका छौँ तर साधारण सदस्य बन्नुभयो भने त्योभन्दा धेरै हामी पैसा उठाउन सकिन्छौँ आर्थिक उठाउन सकिन्छौँ भौतिक सहयोग गर्न सकिन्छौँ भन्ने कुरा साधारण सदस्य नबने पनि हुन्छ तर नबने पनि हामी दुःख पर्दा त हामी सहयोग गरिहाल्छौँ तर साधारण सदस्य बन्नुभयो भने हामीहरूले उहाँहरूलाई या आर्थिक उठाउँदा या हरेक कुरामा सहयोग गर्दाखेरि लौ न उहाँहरू त हाम्रो मगर सङ्घको साधारण सदस्य बन्नुभएको मान्छे यस्तो यस्तोमा पर्नु भएछ उहाँलाई सहयोग गर्नु पऱ्यो हामीले त गर्नुपर्छ भनेपछि 1000 सहयोग गर्नेले 2000 गर्नुहुन्छ 2000 गर्नेले 5000 गर्नुहुन्छ 5000 गर्नेले 10000 गर्नुहुन्छ त्यही भएर साधारण सदस्य बन्नुहोस् भनेर हामी अपिल पनि गरेका छौँ र जापानभरिको साधारण सदस्य र जापानमा कति मगरहरू हुनुहुन्छ भन्ने कुरा जिम्मा पनि मलाई दिनुभएको छ साथीहरूले एकदमै अब भन्नै पर्दा एकदमै तितो सत्य के हो भन्दाखेरि विदेशमा आइसकेपछि हामी नेपालीहरूलाई साथ सहयोग दुःख पर्दाखेरि साथ सहयोग या सुख पर्दा साथ दिने हामीलाई नेपाल सरकारले हो नेपाल सरकारले साथ सहयोग दिनुपर्नेमा हामी नेपाल सरकारबाट हामी केही पनि साथ सहयोग पाएको छैनौँ नपाइसकेपछि नै हामी यस्तै सर संस्थाहरू एकलजाति संस्थाहरू भएन भने हामी नेपालभरिको होइन बागलुङ समाज स्याङ्जा समाज हरेक संस्था खोल्न पर्ने बाध्यता भएको हो नै त पनि हामीलाई रहरै छैन यो संस्था खोल्ने रहरै छैन सरकार एक त हामी विदेश आउनु नपरे सबभन्दा ठुलो कुरा त्यही हो भनेपछि अब यो सबै कुरा यो एकदमै तितो सत्य छ हेर्नुहोस् होइन हामी विदेश आउन नपरेको भए संस्था खोल्नै पर्दैन विदेश आइसकेपछि पनि हामीहरूलाई सरकारले या हाम्रो एमबिसीले या सरकारबाटै हामीहरूलाई दुःख सुख पर्दाखेरि साथ सहयोग गरेको हुन्थ्यो भने यो संस्था खोल्नै पर्दैन होइन अब यो नपर्दाखेरि के भएछ भन्दाखेरि अहिलेको नयाँ पुस्ताहरूलाई के छाप परेछ भन्दाखेरि सरकारले साथ सहयोग नगर्नु भएको हो होइन तर समाजले त सहयोग गरेछ नि त आजको दिनसम्म म यहाँ जापानमा पनि म धन्दा 19 वर्ष भइसक्यो 19 वर्षमा मैले आजको दिनसम्म मैले बुझेसम्म है कागजपत्र त सरकारले बनाइदिनुहुन्छ तर अहिलेसम्म 1 रुपियाँको आर्थिक सहयोग मैले पाएको देखाएको छैन नैतिक सहयोग बाहेक गर्नुहुन्न अरू केही गर्नुहुन्न अब यो गर्दै गर्दा म मगर सङ्घको न्युबाट अध्यक्ष भएको नाताले पनि मेरो पालामा पनि मैले 7 जना मगरको 2टाको त लासै मैले नेपाल पुऱ्याएको छु होइन अनि 5-6 जनाको त मैले यहाँ लास जलाएको छु जलाउँदै गर्दा पनि थोरैमा पनि 50 लाख खर्च हुन्छ हेर्नुहोस् यहाँ लास जलाउँदाखेरि नेपाल पठाउँदाखेरि थोरैमा पनि 10 लाख रुपियाँ खर्च हुन्छ त्यो 10 लाख रुपियाँ कसले उठाएको छ त नि सरकारले दिएछन् नि त्यसमा कसले गरेछ भन्दा हामी जस्तै मगरहरू सबैजनाले हजार रुपियाँ पेट काटेर साधारण सदस्यबाट या लौ न हाम्रो मगर यस्तो यसरी बित्नु भयो लौ न यस्तो यस्तो दुःख परेछ लौ न सहयोग गरिदिनुहोस् भनेपछि हामी जस्तै संस्थाहरूले पैसा उठाएर प्रत्येक महिनामा 1-2टा सहयोग नगरेको रेकर्ड छैन सर संस्थाले सहयोग नगरे कसले गर्ने भनेपछि यो कुरा हामी नयाँ पुस्तालाई बुझाउन छ अनि तितो सत्य होइन सरकारबाट केही भएको छैन अब हाम्रो नेपालीको बानी के छ भन्दाखेरि अब भन्नै पर्दाखेरि नेपालमा पनि
कुनै न कुनै पार्टीमा आस्था राखेको साथीहरू हुनुहुन्छ अनि त्यो चिज पनि फेरि यहीँ ल्याएर फेरि बोकेर आउनुपर्छ विदेश आउँदा नि आउनुपर्छ त्यो कारणले गर्दा पनि अलिकति अब यो राजनीतिकमा अलिकति जोडिएको कारणले पनि नयाँ युवाहरूले चाहिँ संस्थाप्रति विश्वास अलिकति कम भएको थियो त्यही कारणले गर्दाखेरि नयाँ पुस्तालाई म के भन्न चाहन्छु भन्दा तपाईँहरू कुनै न कुनै ठाउँबाट आउनुपर्छ या जात कुनै जातको हुनुहुन्छ या कुनै टोलबाट आउनुहुन्छ जस्तो मगर गुरुङ तामाङ राई लिम्बू हुनुहुन्छ भने आफ्नो संस्थामा आबद्ध हुनुहोस् त्यो संस्थामा पनि तपाईँहरू आबद्ध हुनुहुन्न भने तपाईँ आफ्नो क्षेत्रको संस्थामा आबद्ध हुनु किन भन्दा जतिखेर तपाईँहरूलाई गाह्रो पर्छ त्यतिखेर तपाईँहरूलाई सहयोग गर्ने भनेको सरकार होइन यही एकल जाति संस्था यही तपाईँहरूको टोल समिति संस्थाहरूले नै सहयोग गर्ने हो त्यही भएर तपाईँहरूलाई यो एक्सिडेन्ट भन्ने कुरा बिमार भन्ने कुरा कोही भनेर लेखेर आउँदैन हेर्नुहोस् त्यही भएर मैले तपाईँहरूलाई के भन्छु भन्दाखेरि हरेक कुनै न कुनै संस्थामा तपाईँ आबद्ध हुनुहोस् तपाईँहरूलाई दुःख पर्दा साथ पाउनुहुन्छ